हेलो गाइजहरु ठक्कै चाहिँ 2 बजे हो। अब हामी चाहिँ गाई दुहुन सुरु गर्न लाग्यौं। गाईहरु पुरै सुतिराखेको छ है। दुईटा भैँसी छ अनि गाईहरु यहाँ छ है। अहिले चाहिँ टोटली 14 छ दुहुन सुतिरहेको छ। त्यही हो 4 बजी 5 बजी डेली पुऱ्याउनु पर्ने हुन्छ। किनभने किसान ल्याउनु गाह्रो छ, राति उठ्नुपर्छ। त्यस्तै छ है। नेपालमा केही गर्नुपर्छ भने अन्त तर गाह्रो छ नेपालमा के गर्नु। डिटोलीमा तपाईँले देखिन्छ फर्मको यो हाम्रो भित्री गाह्रो एकचोटि यतिमा दुध हुन्छ है। लगभग 2 लिटर दिन्छ एकचोटिमा। कस्तो सुतिरहेको छ अब बाहिर हुन्छ, बाहिर ब्याउनेहरू छैन, ब्याउनेहरू छ।